हेलो एभ्रिवान, जस्तो आए त्यस्तै प्रस्तुत गरे है। आज चाहिँ हामी बुढाबुढी मिलेर डिनर डेट जाँदैछौँ, त्यही भएर म चाहिँ रेडी हुँदैछु भने मेरो बुढा पनि रेडी हुँदै हुनुहुन्छ। म चाहिँ रेडी भएर यसो हेरिदिउँ न त ऐनातिर भनेर हेरिदिइराखेको क्यामेरा लिएर। कसो कसो त राम्री भए जस्तो फिल भइरहेको थियो क्या, त्यही भएर यसो ऐनातिर हेरिदिएको। ऐनालाई इग्नोर हानिदिनु होला। म चाहिँ यस्तरी रेडी भएको छु। आज हामी कहाँ जाँदै? हामी खाना जान्ला देउसुरे। मेरो चाहिँ फुल लुक चाहिँ यस्तो रहेको छ, यस्तो राम्री देखिया जस्तो भएर यसो मोडलिङ टाइप्स नि गरिदिउँ न भनेर दायाँ बायाँ फर्किदिएको। उहाँको लुक्स चाहिँ यस्तो रहेको छ। हामी चाहिँ जानको लागि ढिलो भइसकेको थियो, त्यही भएर चाहिँ हामीले ट्याक्सी हेर्दैछौँ ट्याक्सीमा जानको लागि। ट्याक्सीमा गयो भने छिटो हुन्छ, हामीले फेरि लोकल बस लियो भने चाहिँ ढिलो हुन्छ भनेर ट्याक्सीमा जान लागेको छौँ। यही बाटो हुँदै ड्युटी जान्छु जहिले हिँडेर लहर लहर। जिन्दगीमा पहिलोचोटि तारिफ गरेँ अरे, मलाई तारिफ के गरे अरे? तारिफ के भनेर गरे झलझली बोल्या रहेछौ भने अगाडिको लाइट ल्याऊ। बुढाबुढी गन्थन मन्थन गर्दै लागियो डिनर डेटतिर। रिङ देखाइदिनु हो, रिङ नो न बनाइ त कहाँ भन्छ र, फेरि यस्तै गर्छ र एक्लैले। मेरो पनि त्यस्तै देखियो, काम गरे हात त्यस्तै हो। फेरि मेरो बुढो चाहिँ फेरि अलि लजाउनुहुन्छ कि क्यामेरामा, अन क्यामेरामा, त्यही भएर लजाउँदै हुनुहुन्छ। अनि के साथीहरू, मलाई आजभोलि मेरो फेस हुन्छ नि, फेस मात्र होइन म आफै धेरै बुढी भए जस्तो लाग्छु, त्यही भएर भिडियो फोटो खिच्नै झ्याउलाएर आउँछ। बत्तीको के भन्छ त्यो गाडीको चाक बोलेको थियो अघि, चाक बोलेको थियो, चाक त हुन्थ्यो। अघि रातो बोलेको थियो, त्यो रातो देखायो, अहिले सेतो बोलेको नि त, त्यही भएर। अनि के साथीहरू, म त हाम्रो नेपालमा मात्र यो ट्राफिक धेरै हुन्छ होला भनेको त, यो विदेशको ठाउँमा पनि ट्राफिक त यति त हुने रहेनछ होइन। 5 मिनट हिँड्यो कि ट्राफिक भइहाल्ने। झ्याउ भएर हामी त्यहाँ घाचा ट्याक्सीमै मात्र बसिराखे। यो सिटी एरियामा त बढी जहाँ गए पनि ट्राफिक हुने रहेछ। हाम्रो गन्थन मन्थन चाहिँ सकेको छैन र ट्राफिक पनि सकेको छैन। हाम्रो बुढाबुढीको चाहिँ बल्ल छुट्टी मिलेर चाहिँ हामी डिनर डेटमा बल्ल जाँदैछौँ। उसकोमा पनि मिलेको थिएन अन्त नि, अस्तिको हप्ता त्यही त नि, अस्तिको हप्ता र अस्तिको हप्ता नमिल्यो क्या, 2 हप्ता नमिल्यो। 2 हप्ता त होइन, मलाई जहाँसम्म लाग्छ 4 हप्ता। दुबई जाने मिलानी मिलेको थिएन। हामी चाहिँ होटल इन्ट्री गरिसकेको छौँ। होटल इन्ट्री गर्दाखेरि त वाउ वाट अ लाइट त्यस्तो फिल भयो मलाई चाहिँ त्यहाँ गएपछि। ओ माइ गड, दिवालीको। मेरो बुढोले चाहिँ लजाएर अहिले भिडियो नखिच न भन्दै हुनुहुन्थ्यो। मैले यति राम्रो डेकोरेसन गरेर रहेछ, त्यही भएर मैले चाहिँ भिडियोहरू खिचेँ। कस्तो राम्रोसँग त्यहाँ बनाएको क्या, फुल बिचमा राखेर, अनि यो बत्ती चाहिँ त्यसरी मिलाएर राखेको, यो लालटिनहरू कस्तो राम्रो देखिएको थियो क्या त्यहाँ। झन् रियलमा हेर्दाखेरि त पुरै इन्डियन स्टाइलको चाहिँ त्यहाँ थेमहरू थियो। टेबलमा नि कस्तो राम्रो स्प्रिङ्कलहरू छरेको क्या, त्यो हुन्छ नि बटरफ्लाई स्टारहरू सबै भएको क्या, बकहरू भएको, कस्तो राम्रो देखेर मैले चाहिँ यसरी भिडियो खिचिराखेको छु क्या त्यसको। मैले यसरी भिडियो खिच्दाखेरि मेरो बुढा चाहिँ लजाउँदै हुनुहुन्थ्यो क्या उताबाट, अनि मैले चाहिँ जम्मा गर्दै त्यसरी राखेको थिएँ क्या। अनि के साथीहरू, यो समस्या मलाई मात्र हो कि हजुरहरूलाई पनि छ कि? कतै काहीँ जहाँ हिँड्न पर्यो भने त नयाँ लुगा चाहिहाल्छ, नत्र भए त यो खुट्टा डोरिँदैन क्या। के गर्नु, यसो भन्दै थिएँ, क्यामेरै झरिगयो। राम्री देखेर हो कि क्या, क्यामेरा पनि धान्नै सकिएन।
थ्याङ्क यू सो मच फर द डिनर। मेरो बुढोलाई यति मजाले थ्याङ्क यू भनेको झन् लजाएर गाइस म यो भन्दा बढी केही बोल्न सकिनँ। मेरो बुढा धेरै लजाउने। यहाँ चाहिँ कति थरीको सुसीहरू रहेछ क्या, अनि कति मजाले सजाएर राखेको क्या, अनि यस्तो खान मन लागिसकेको थियो कि होइन। अनि त्यसपछि त मेरो बुढोलाई सबभन्दा पहिला सुसी टिप्नु, अनि त्यसपछि यो खाएपछि अरू टिपाउँला भने। ओहो यति मुख रसाएर त्यतिखेरै अहिले पनि मुख रसाइरहेछ क्या पुरा। सुसी त यति भेराइटीको रहेछ क्या, त्यहाँ हेर्न सक्नुहुन्छ कति धेरै ठाउँमा क्या, फेरि एक ठाउँमा मात्र नभए यताउता कति धेरै त्यो भिन्दै क्या, एउटै ठाउँमा पनि त्यसरी राखेको रहेछ क्या। अनि टिपेर हामीले चाहिँ ल्याउँदैछौँ। यो चाहिँ जिन्जर हो क्या, अनि यहाँ विदेशमा त कस्तो मजाले बनाउने भने यो जिन्जर त मेरो फेभरेट हो क्या यो जिन्जर चाहिँ। हामी चाहिँ यस्तो डेकोरेसन हेर्दै खाना सबै टिप्दै होइन, सबै प्लेटमा हाल्दै टेबलमा ल्यायौँ। अनि त्यसपछि टेबलमा ल्याएपछि खाना थाल्यौँ। पानीपुरी मेन चाहिँ त्यहाँ हैदराबादी बिरयानी पनि थियो, त्यो पनि ल्यायौँ। अनि त्यसपछि पास्ताहरू यस्तो हामीले चाहिँ डिनर भएर पनि डान्स हेरेर सकेर पनि डेजर्ट खानातिर लागेको थियो। यो डेजर्ट चाहिँ यति मिठो थियो कि होइन, आफ्नै मनले बनाएको जस्तो के, कति मिठो थियो कि होइन। अनि सबैजनालाई ह्याप्पी दीपावली, तिहारको सबैजनालाई शुभकामना भन्न चाहन्छु। यसरी नै मिठो भएको जस्तै गरेर आफ्नापनमा सबै माया बढोस् भन्न चाहन्छु। ह्याप्पी तिहार एभ्रिवान।